हेलो गाइज, आज चाहिँ मैले पहिलोचोटि भिडियो बनाउँदैछु। हामी यसो रुममा बस्दा बस्दै बोर लाग्यो अनि दिदीलाई जाउँ न भिडियो बनाउन पार्कतिर, यसो घुमघाम गरेर आऊँ भनेर लिएर आएँ। अनि हामी चाहिँ अब पार्कतिर भिडियो फोटाहरू खिच्न जाँदैछौँ। अनि त्यही जाने बेला चाहिँ पानीपुरी देखेखेरि पानीपुरी त नखाइ कहाँ हुन्छ र। अनि त्यसपछि लाग्यो हामी पानीपुरी खान। पानीपुरी यस्तो मिठो पानीपुरी थियो। अनि त्यसपछि हामीले पानीपुरी खायौँ। अनि त्यसपछि चाहिँ कस्तो राम्रो मौसम छ आज, घाम पनि लागेको छैन, शीतल शीतल। अनि त्यसपछि फेरि हामी लाग्यौँ अब चाहिँ पार्कतिर गएर भिडियो फोटो बनाएर हामी देखाउँछ। हामी जाने पार्क चाहिँ यो नै हो, यता पछाडि देखेको छ। अनि त्यो पार्क चाहिँ हो हामी जाने। अनि अब चाहिँ म त्यहीँ गएर देखाउँछु ल। यो नै हो हामी जाने पार्क। आज चाहिँ यो घाम पनि लागेको छैन, यस्तै छ, चिसो चिसो मौसम छ। हामी चाहिँ मातातिर छ फन पार्कमा आइपुग्यौँ। अनि यहाँ चाहिँ धेरै मान्छेहरू रहेछन् पहिले नै। अनि हामी चाहिँ अब यता साइडमा गएर चाहिँ अब भिडियो अनि यहाँ चाहिँ दिदीले भिडियो बनाउँदै हुनुहुन्छ, म चाहिँ पछाडि यसो नकल पार्दै बसेको। अनि अब चाहिँ यहाँ कति राम्रो छ हेर्नु मौसम। अब यहाँ चाहिँ म दिदीको भिडियो बनाइदिन्छु, हेरेको टक्क लगाएर। अनि त्यसपछि चाहिँ अब यस्तै हो यो पार्क चाहिँ, यतिकै अब हामी डुलेर दिदीको भिडियो बनाउँदै मैले त धेरै भिडियो बनाएन। अनि त्यसपछि दिदीको भिडियोहरू बनाइदिएको, फोटोहरू खिचिदिएको। अनि त्यसपछि चाहिँ हामी लाग्यौँ घरतिर, अल्छी पनि लागिसकेको थियो। हामी फोटो भिडियो बनाउँदा पनि थाकिसक्यौँ। अब चाहिँ हामी लाग्छौँ घरतिर। मैले चाहिँ फर्स्ट टाइम भिडियो बनाउँदैछु नि त। अनि त्यसपछि मलाई क्यामेरा चलाउन आएको थिएन क्या। अनि मैले सिक्दै थिएँ, अगाडि पछाडि गरेर क्यामेरा बनाउन सिक्दै थिएँ। अनि बाहिर निस्क्यौँ चटपटे खानालाई। कस्तो छ चटपटे? तपाईँले कस्तो लाग्यो? अनि चाहिँ हामी आएपछि चाहिँ दिदी र म चाहिँ पार्टनरसिप हो नि त। अनि भ्लग बनाउँ न। अनि त्यसपछि कहिले दिदी कहिले म, कहिले दिदी कहिले म, यसो बोलिरहेको थियौँ क्या हामी चाहिँ। अनि चाहिँ यताउता भिडियो गराउँदै हामी चाहिँ अब अगाडितिर हिँड्यो। अनि यहाँ चाहिँ दिदीले यो बनमारा टिप्दै हुनुहुन्छ क्या। अनि उहाँ चाहिँ हात काटेको के ठिक हुन्छ भनेर लग्दै हुन्छ। अनि चाहिँ हामी जाँदाखेरि चाहिँ यहाँबाट केबल कार चढ्ने ठाउँ देखेको थियो क्या। अनि अब चाहिँ हामी घरमा पनि आइपुग्यौँ। अनि त्यसपछि अब अर्को नेक्स्ट भ्लगमा भेटौँला। अब त्यति बेलाको सम्मको लागि बाई बाई गाइज।